संवैधानिक राजतन्त्र हुनुपर्छ भनी अब राजा ज्ञानेन्द्र आफैले भने। राष्ट्रियता र प्रजातन्त्रलाई मूल कार्य मान्दै जनभावना बमोजिम चल्ने बहुदलीय प्रजातन्त्र र संवैधानिक राजसंस्थाको परम्परामा हाम्रो मान्यता रहिआएको छ। राष्ट्र निर्माता पृथ्वीनारायण शाहको दिव्योपदेशलाई लागू गर्नुपर्ने पनि उनको भनाइ छ, जुन एकदमै सही पनि हो। राष्ट्र निर्माता श्री 5 बरामहाराज धिराजको दिव्य उपदेशलाई नै अबको राज्य सत्ताको मूल मन्त्र सोच्नुमा के होला? सन्तुलित कूटनैतिक सम्बन्ध र आत्मनिर्भर नेपालको परिकल्पना नै पृथ्वी पथको मूल सार हो। यही नै राजनीतिको मूलधार हुनु पर्ने हो। यदि दिव्योपदेशलाई मूल मन्त्र मान्ने हो भने साँच्चै नेपाल समृद्धिमा अगाडि बढ्ने पक्का छ। त्यत्तिकै दिव्य उपदेश भनेको होइन, त्यो उपदेश साँच्चीकै दिव्य नै छ। राजा ज्ञानेन्द्रले देशको आर्थिक अवस्था र सुधारको सम्बन्धमा पनि राम्रै विचार दिएका छन्। विश्वको बन्दिलिदो परिस्थितिलाई मनन गर्दै विश्वव्यापीकरण र स्वतन्त्र व्यापारका आधारहरूलाई चुनौतीको रूपमा लिँदै चरम आर्थिक मन्दी भोग्नु परिरहेको अहिलेको सन्दर्भमा नेपाल जस्ता विकासोन्मुख देशले आत्मनिर्भर अर्थतन्त्र निर्माणको कार्यमा अर्जुन दृष्टि लगाउनु पर्ने समय आएको छ। स्वदेशी स्रोत साधनको प्रयोगले स्वदेशमै उत्पादन गरी स्वदेशमै खपत गर्दै आन्तरिक अर्थतन्त्रको चक्रभित्रबाटै मुलुकको समग्र अर्थतन्त्र आत्मनिर्भर र चलायमान गराउनु पर्ने विश्व परिवेश निर्माण हुँदैछ भन्ने सङ्केतहरू देखा परिरहेका छन्। स्वदेश फर्क स्वदेश नै स्वर्ग भन्ने अभियान चलाई विदेशी नै युवा शक्तिलाई पनि देश बनाउनमा लगाउनुपर्छ। स्वदेश फर्क स्वदेश नै स्वर्ग भन्ने अभियान चलाउनु पर्ने आजको आवश्यकता भएको छ। देशको संरचना पनि बदल्नु पर्ने। जनभावना र चाहना बुझी मुलुकको समग्र संरचनामा नै हेरफेर र सुधारका कदम चाल्नुपर्ने तथ्य स्पष्ट देखिन्छ। शिक्षा, स्वास्थ्य र दैनिक कामकाजका पद्धति र प्रणालीहरूमा आमूल परिवर्तन र सुधार गरी यिनको आधुनिकीकरण अनिवार्य भइसकेको छ। सामाजिक सञ्जालमा फसेका हामीले प्रविधिको सदुपयोग गरौँ भनेर पनि उनले सन्देश दिए। युग प्रविधिको हो, सावधानीपूर्वक उपयोग गर्नु सकेमा राष्ट्रको योगदानमा ठुलो टेवा पुग्न सक्नेछ। साथै नेपाली जनताको हरेक कदममा साथ दिने प्रतिबद्धता पनि उनले व्यक्त गरे। सुशासन र भ्रष्टाचार मुक्त प्रशासन मूल नारा हुनु पर्दछ। हामी अस्थिरता, अशान्ति, अराजकता, विपन्नता र भ्रष्टाचारको अन्त्य चाहन्छौँ। त्यसका निम्ति नेपाली जनताबाट हुने हरेक प्रयासहरूमा एकबद्धता रहनेछ। यसरी हेर्दा फेरि राज संस्था फर्कने पक्का छ। तर राजा ज्ञानेन्द्रले भने जस्तै विश्व कहाँ पुगिसक्यो, हामी भने यो बात त्यो बातमै अड्किएका छौँ। त्यसकारण हामी सबैले राम्ररी नै आँखा खोल्नुपर्ने बेला आएको छ। नयाँ वर्ष 2082 साल सबैको लागि सुखमय बनोस्, सबैको उन्नति होस्, प्रगति होस्। सबैलाई नयाँ वर्ष 2082 सालको हार्दिक शुभकामना। पशुपतिनाथले हामी सबैको कल्याण गरून्। हवस् त, नमस्कार, धन्यवाद।